एउटा सुन्दर गाउँ थियो। त्यहाँ गोरे नामको एउटा जिज्ञासु बाख्रा बस्थ्यो। गोरेलाई आफ्ना हरिया पहाडभन्दा टाढाका तारा र ग्रहहरूको सपना आउँथ्यो। हरेक दिन घाँस खाएर र बाजे बजैका उही पुरानो कथाहरू सुनेर वाक्क भएपछि उसले कबाडका धातुहरूबाट एउटा रकेट बनायो। त्यसपछि ऊ अन्तरिक्षमा प्रक्षेपण भयो र उसको गन्तव्य थियो मङ्गल ग्रह। धुलोले कानसम्म हल्लिने गरी अवतरण गरेपछि गोरेले मङ्गल ग्रहको माटोमा पाइला टेक्यो। ओहो, यहाँको माटो त पिरो देखिन्छ, उसले करायो। ऊ खिया लागेको बालुवा भएको मैदानमा घुम्यो, हरेक चट्टान सुँग्दै, जे भए पनि चपाउनका लागि केही भेट्टाउने आशामा। तर त्यहाँ न घाँस थियो, न पातहरू, न त सुकेको बोक्रा नै, केवल चट्टान, बालुवा र सन्नाटा। उसले निराशामा एउटा सानो ढुङ्गालाई लात हान्यो। कस्तो ग्रह हो यो, जहाँ एउटा झारपात पनि छैन। पृथ्वीका बाख्राहरूले पनि जुठो पाउँछन्। कयौं दिनसम्म गोरेले खोज्यो। उसका खुट्टाहरू थाकेका थिए। उसको पेट मेघ गर्जेझैँ गडगड गरिरहेको थियो। उसले मङ्गल ग्रहको बरफ चाट्ने प्रयास गर्यो, धुलो चबायो, रकेटको सिटको कुसन पनि चबायो। केहीले पनि काम गरेन। एक मङ्गल ग्रहको सूर्यास्तमा धुलाम्मे क्षितिजमा सुन्तला रङको चमक छर्दै गोरे आँखामा आँसु लिएर बस्यो। ओहो पृथ्वी, तिमी कति सुन्दर, मिठो, स्वादिष्ट हरियो थियो, म तिमीलाई सम्झन्छु, उसले सुस्केर हाल्यो। उसले आकाशतिर हेर्यो। मैले सोचेको थिएँ मङ्गल ग्रह छ, तर यो त केवल उपवासको ग्रह रहेछ। भारी मन र खाली पेटका साथ गोरे घर फर्कियो। उसले ताजा पालुङ्गो र रोटीको जुठोको सपना देख्यो। त्यस दिनदेखि उसले कहिल्यै खानाको बारेमा गुनासो गरेन, तितो करेलाको बारेमा पनि केही बोलेन। नैतिक शिक्षा। ठुला सपनाहरू पछ्याउँदा गोरेले आफ्नो सानो र सुन्दर संसार गुमाउनु पर्छ। त्यसैले हामीले धेरै लोभ गर्नु हुँदैन, त्यसमा सन्तुष्ट हुनुपर्छ।